सबैलाई जय मसी। पाप गर्ने मानिस प्रार्थना गर्न छोड्छ र प्रार्थना गर्ने मानिसले पाप गर्न छोड्छ। पापले नि हाम्रो जीवनबाट प्रार्थना गर्ने स्वभाव, चरित्र, सेवामा मन लाग्ने, वचन सुन्नु मन लाग्ने भन्ने यो स्वभावहरू नै पापले निकालेर फ्याँकिदिन्छ यदि पाप छ भने। तर यदि प्रार्थना छ भने चाहिँ हाम्रो जीवनमा यो पाप गर्ने स्वभाव, चरित्र, सोच विचारहरू नै प्रार्थनाले निकालेर फ्याँकिदिन्छ या हामीलाई यो सब कुरोदेखि टाढो राख्छ। एउटा कुरा याद राखौँ, पाप र प्रार्थना भन्ने, पाप स्वभाव र प्रार्थनाको स्वभाव हाम्रो जीवनमा कहिले पनि सँगै सजिलो तरिकाले बस्न सक्दैन। जब एउटा व्यक्तिले इमान्दारीले प्रार्थना गर्छ भने उसको हृदय सफा हुन्छ, किनकि त्यहाँ येशू ख्रीष्टको धार्मिकताले डेरा डालेको हुन्छ र हामी धार्मिकताको भित्र हुन्छौँ। तर यदि पापमय स्वभाव छ भने चाहिँ नि त्यो येशू ख्रीष्टको धार्मिकता भन्ने कुरालाई ठाउँै पाउँदैन, किनकि पापले डेरा डालेर बसेको हुन्छ। त्यसैले गर्दाखेरि त त्यो पाप स्वभाव छ भने हामीलाई न सेवा जानु मन लाग्छ, न वचन सुन्नु मन लाग्छ। करले गयो भने पनि सब कुरो झिजो लाग्छ, मोबाइल चलाएर बस्नु मन लाग्छ, त्यो ध्यानै हुँदैन। तर यदि प्रार्थनाको जीवन छ भने त्यो पापमय स्वभाव नै हुँदैन कि त जस्तै सिम्पल वचन होस्, चाहे सेवा सङ्गति होस्, हामीलाई मन लाग्छ। यति राम्रो छ प्रार्थना चाहिँ। सबैलाई जय मसी।